नमस्कार, म फेरि पनि छोटो भ्लगमा आएको छु। अहिले चाहिँ म विराट पोखरी, यो चाहिँ झापा बिरतामोडदेखि अलिक तल पर्छ। अहिले पहिला हामी पढ्दा चाहिँ यस्तो खासै बुटी राम्रो थिएन, अहिले यस्तो बनाएको छ। यहाँ हामी साथी हाम्रो कलेज चाहिँ यो मास्तिर महेन्द्र कलेज हो कि बेला चाहिँ यहाँ आउँदाखेरि यस्तो अझ निकै घुम्न आउँदैछ मलाई चाहिँ। चियाबारी छ भित्र छिर पटक अहिले खानुपर्छ। गङ्गा फ्याक छ कि नयाँ च्यानल गङ्गा PSIYAK हस् ल भाइ भ्लगमा साथीभाइ हो। हेर्न सक्नुहुन्छ विराट पोखरी। यसको इतिहास चाहिँ मलाई थाहा छैन त्यो चाहिँ म कुनै बेला सोध्छु सोधेर अर्कोचोटि भ्लग बनाउनु आउँदा चाहिँ म तपाईँहरूलाई सबै सम्पूर्ण जानकारी दिन्छु ल। अझै पानी छ। पहिला हामी यहाँ कलेज पढ्दा चाहिँ यहाँ पानी थिएन यसरी। अहिले चाहिँ अलिक एकदमै यसलाई संरक्षण गरेर चाहिँ राम्रो गरेछ। अब यो पोखरीको नजिक जाउँ न त हामी। पहिला त यस्तो थिएन, अब यताबाट घुम्नुपर्छ। पोखरी देख्न सक्नुहुन्छ।
तिमीहरू चाहिँ एउटा फोटो नानी ल फोटो खिच्छु ल एउटा ए हुन्छ राम्रो ड्रेस नि म लिम्बू नि हो नि म पनि लिम्बू हाम्रो ड्रेस देखेको हजुर हाम्रो लिम्बूहरूको ड्रेस कस्तो हुन्छ ल भन्नु त हजुर हाम्रो लिम्बूहरूको ड्रेस कस्तो हुन्छ ल भन्नु त तर मलाई थाहा छ अब थाहा ड्रेस छ? हजुर हाम्रो त शिरबन्दी शिरफुल कण्ठा सबै हुन्छ चन्द्रहारा हजुर है हजुर हातमा लाउनेदेखि लिएर अनि चुच्चो खाली हुन्छ है हजुर पञ्च त्यो ऊ चुरा भन्छ त्यसलाई के पो कसैलाई लाग्यो भने काँडे चुरा काँडे चुरा एउटा फोटो खिच्छु ल अहिले चाहिँ फोटो सुट भएर चाहिँ ज्याकेट लगाएको अब चाहिँ एक राउन्ड हानेर चाहिँ घरतिर टाप टाप म कस्तो छु गाई राम्री कि नराम्री सानो फाइट अब आइज ओइ दुख्दैछ ओइ 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 नरे दुख्छ नि भयो सानो भएर ठुलो छैन कति मजा छ होला माया गरेको नि ठुलोले न त जितिहाल्छ फाइट पर्दैछ यस्तै बच्चा होला सायद नि हामी पनि ठुलो मान्छे खेल्दा हुन्छ यहाँ हामी खेल्दा हुन्छ भाइ म एकदिन खेल्छु न ल अब तिम्रो भयो ल आउँछ मजा मजा बुइनी मजाउ माथि चढेर मजा बुइनी छिटो रोकिसक है खुट्टाहरू उयो गर खुट्टा ढुकिन्छ है तल तिमी पनि खेल्नु कहिले काहीँ आकाश आकाश अरे त्यो धरती छोड्नु पर्छ समटाइम ए त्यस्तो गर्नुपर्ने हो के थाहा हौ मलाई त Anti sori kimse nime niwa bapa sekhe sarena बाख्राहरू गाई गोरुहरू
यस्तो थिएन हामी आउँदा मजाले चरेको नि के खाएको डुबीहरू खाँदो रहेछ आइज बाख्रा नभाग्छ त यो बर कत्रो भएको रहेछ होइन अलिक सानो चाहिँ पहिला हामी घुम्न आउँदा यो बर चाहिँ केटा पर पिपल चाहिँ केटी बेहुला बेहुली पिपल हेर्न सक्नुहुन्छ साथीहरू झापाको चटपटे खानु पर्यो अब उयो घर आउँथ्यो मलाई विश्वमा जतासुकै पुगे पनि होइन झापाको चटपटे जस्तो मिठो कहीँ पनि पाउँदिनँ क्या त्यही भएर म यहाँ आयो भने प्रायः चटपटे खान्छु आजकल जङ्क फुड त्यति खान छोडे पनि चटपटे चाहिँ खान छोड्दै त्यसको लागि चाहिँ सरी है डक्टरहरू चटपटे बनाइदिनु न सुक्का बनाइदिनु हामी चाहिँ मिठो चटपटे खाना गइरहेका छौँ बनाउँदै हुनुहुन्छ पिरो ठिक्क सुक्खा किलो सुक्खा बनाइदिन्छ ल त्यो खाँदैन है उयो लिएर बस्छु नै बस्दा हुन्छ होला नि दिदी ठिकै छ अब म खान्छु यो झापाली चटपटे हो
चुक्का हो है तर कलर त्यति खानु मन लागेन चियर्स